मलाई त तँलाई नखुवाई खानै मन लाग्दैन। तँलाई थाहै छ नि यत्रो परिश्रम गर्दा पनि यसलाई एक सरो राम्रो कपडा हालिदिन सकेको छैन मैले। बिचारी तपाईं जस्तो चलाक मान्छेको जालमा परेपछि कहाँ उम्किन सक्छ? लोनीको घरमा बसिस भने चाहिँ बुढी हुन्छस्। कहाँबाट आयो दिनुहोस्? कहाँबाट आयो भने? जहाँबाट आए पनि के भयो र? त्यति छैन बुझिस साले साथी भएर जुट पर्छ। छाड्नुहोस् न भनेको। आउनु आयो भने त्यसैले म चाहन्छु उसले आफ्नो जीवनको लागि जे गर्न चाहन्छ गरोस्। उहाँले सहरमा गएर राम्रो काम गर्नु अनि दुःख परे भन्दैमा कुकरमा त्यस बेला पछुताउने मौका पनि पाउने छैन तैँले। ठगिन्छु सधैँ यो कस्तो कर्म